क्यानाडाको एउटा यस्तो परिवार जसले शून्यबाट सुरु गरेर सफलताको शिखर छोयो। तर कसले सोचेको थियो 30 वर्षको मेहनत मात्र 4 मिनेटमा खरानी हुन्छ भनेर। कुरा सुरु हुन्छ 1970बाट। कर्नेल सिंह भारतबाट क्यानाडा पुग्छन्। दिनरात फलफुल खेती र पेट्रोलियममा काम गरेर उनले आफ्ना 5 छोरी र 1 छोरालाई क्यानाडाको उत्कृष्ट शिक्षा दिलाउँछन्। जेठी छोरी जसवीर भने सोसल वर्कर बन्छिन्। साइली बलिन्डर फार्मासिस्ट। परिवार खुसी नै खुसी थियो, तर दुर्भाग्य यो खुसीलाई एउटा सन्की मान्छेको आँखा लाग्यो। यहाँबाट सुरु हुन्छ एउटा डरलाग्दो विनाश। राजवरको बिहे मार्कसँग हुन्छ। बाहिरबाट हेर्दा ऊ एउटा सफल चार्टर्ड अकाउन्टेन्ट थियो, तर भित्र ऊ एउटा हिंसक राक्षस थियो। उसले राजवरलाई पशुलाई जस्तो कुटपिट गर्थ्यो। जब परिवारले राजवरलाई बचाउन डिभोर्स गराउने निर्णय गर्यो, त्यही सनकमा 1976मा राजवरकी एउटा बहिनीको विवाहमा मेहन्दी उत्सव चलिरहँदा मार्क घरभित्र पस्छ। ऊ अन्धाधुन गोली चलाएर कर्नेल, राजवर र परिवारका 9 सदस्यहरूलाई त्यहीँ अनलाइभ गरेर हिँडिदिन्छ। 4 मिनेटको सनकले एउटा पुरा वंश सखाप पार्यो। हाम्रो समाजमा अझै पनि सहने चलन छ, तर याद राख्नुहोस्, समयमै आवाज नउठाउँदा यस्तो मूल्य चुकाउनु पर्छ। तपाईँलाई के लाग्छ? कमेन्ट गर्नुहोस् र सबैलाई सचेत गराउनुहोस्।